साई युवा शक्ति नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा हामीले पनि एकबद्धता जारी गर्दै यो आन्दोलनमा होमिने आज मात्रै हाम्रो केन्द्रीय समितिले बिहान 8:30 बजे बैठक बसी निर्णय गरेको र हामीहरूको उपस्थितिमा अहिले पत्रकार सम्मेलन हुँदै गर्दा बिहान मेरो त्यही मिटिङकै क्रममा दुर्गा प्रसाद ज्यूसँग पनि टेलिफोन वार्ता भएको थियो र उहाँले चाहिँ ठिक छ आउनुहोस् यो आन्दोलनमा तपाईहरुको पनि एकबद्धता चाहिन्छ। विगतमा क्षेत्रीहरूले चाहिँ यो मुलुकमा आफ्नो अस्तित्व जोगाउनको लागि लडाई गरेका थिए भने अब हामीहरू हाम्रो धर्म संस्कृति राजा सहितको सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्छ भनेर यो आन्दोलनमा होमिने निर्णयका साथ केन्द्रीय समितिको बैठक सकिएपछि हामी यहाँ यो पत्रकार सम्मेलनमा आएका हौं र म यहाँहरूलाई पुरानो विगतको आन्दोलन 62-63 पछि खस क्षेत्रीहरू ब्राह्मण त्यस्तै संयुक्त खसहरूको एउटा आन्दोलन भएको थियो। यहाँहरूलाई स्मरण होला त्यो आन्दोलनमा देशको पूर्व मेचीदेखि महाकालीसम्म घर घर कुना कुना बन्द भएको थियो र हामीले यही रत्न पार्कबाट मसाल जुलुस निकाल्दै र घुम्दै गर्दाखेरि त्यही रत्न पार्कमा पुग्दाखेरि पनि हाम्रो त्यो राके जुलुस सिद्धिएको थिएन। त्यो किसिमको आन्दोलन गर्ने क्षमता राख्ने क्षेत्रीय समाज नेपालको केन्द्रीय अध्यक्षको हैसियतले म यहाँहरू सम्पूर्ण नेपालमा भएका खस क्षेत्रीय दाजुभाइहरूलाई के आह्वान गर्न चाहन्छु भने यो 15 गते यो 3 कुनेमा जुन एउटा भेलाको कार्यक्रम गरेको छ त्यही भेलाबाट हामीले यो मुलुकमा राजा सहितको सनातन हिन्दू राष्ट्र राज्य कायम गर्न सक्नुपर्छ र यदि यो राज्यले सानातिना कर्मचारीहरूको नाममा जसले काम गरिरहेका छन् कुलमान घिसिङ जस्ता मान्छेहरूलाई आँखाको तारो बनाएर राजनीतिक पूर्वाग्रह राखेर जुन किसिमको जनताहरू बीचमा यिनीहरू असक्षम छन्, यिनीहरूले यो राष्ट्र चलाउन सक्दैनन्, यिनीहरू एउटा चाहिने दलभित्रको राजनीतिदेखि माथि उठेर यिनीहरूले राज्य गर्नै सकेनन्। एउटा चाहिँ डडेलधुराको प्रधानमन्त्री हुन्छ उसले डडेलधुराको विकास गर्छ, एउटा झापाको प्रधानमन्त्री हुन्छ झापाको विकास गर्छ। तर प्रधानमन्त्री भनेको देशको उसले कर्णालीलाई पनि हेर्नुपर्छ, महाकालीलाई पनि हेर्नुपर्छ, मेचीलाई पनि हेर्नु। त्यो भिजन भएको प्रधानमन्त्री नेपालमा रहेनछ र विगतमा राजाहरूले हाम्रा पुर्खाले आर्जेको मुलुक फेरि पनि हामीले राजा सहितको हिन्दू राष्ट्र कायम गर्छौं भन्दै म यहाँहरूलाई त्यो आन्दोलनमा त्यो सभामा उपस्थित हुनको लागि नेपालभरिका क्षेत्रीय दाजुभाइहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अन्तमा यिनै कुराहरू राख्दै जय खस जय क्षेत्री। उपस्थित साई युवा नेपालका अध्यक्ष परशुराम खड्काज्यू, नागरिक अभियन्ताका प्रवक्ता ज्यू र उपस्थित सम्पूर्ण महानुभावहरू र यो स्वागत कार्यक्रममा हामीले चाहिँ अहिले साई युवा शक्ति नेपालले चाहिँ कन्टिन्यू हामीले चाहिँ सामकुसीबाट आन्दोलनहरू निकाल्दै नारीहरू केन्द्रित गर्दै आउँदाखेरि र अहिले चाहिँ हामीले यो नागरिक अभियन्ता दुर्गा बसाईसँग संयन्त हामीले साथ दिनको लागि साई युवा शक्तिले चाहिँ आज एउटा स्वागत कार्यक्रम आज यो रिपोर्टर्स क्लबमा चाहिँ हामीले चाहिँ राखेको हौँ र हामी सबै सम्पूर्ण साथीहरू देशभरिका नागरिकहरू एकजुट हुनुपर्दछ र अब दिन धेरै बाँकी पनि छैन। अब हामी एकसाथ जाग्यौँ भने सायद अब श्रीबाज सरकार महाराज धिराज श्रीबाज ज्ञानेन्द्र विक्रम शाहदेव चाहिँ चाँडै नै गतिमा आइसक्नु हुनेछ। त्यसकारणले गर्दाखेरि हामी गाउँबाट सहरबाट हामी सम्पूर्ण नेपाली दाजुभाइहरू हामी जहाँ छौँ त्यहाँबाट हामी आएर हाम्रो यो आउँदो 15 गतेको जुन कार्यक्रम छ दुर्गा बसाईको हामी आफ्नो क्षेत्रबाट उहाँहरूलाई साथ दिउँ र हामी एक ठाउँबाट सबै सङ्घ संस्था जहाँ छौँ हामी सब एक ठाउँ गएर हामी जागौँ र उत्साह साथ हामीले चाहिँ अहिलेको जुन माहौल छ यो माहौललाई हामीले बुझेर सम्पूर्ण नागरिकहरू अगाडि बढेर हामी चाहिँ उहाँहरूलाई साथ दिनुपर्नेछ
छ। त्यसै गरी अब यो जुन यो चाहिँ कस्तो छ भन्दाखेरि गणतन्त्रवादीहरू चाहिँ त्यो पछाडि गइसकेको अवस्था छ र यो अवस्थालाई हामीले चाहिँ बुझेर अब सम्पूर्ण चाहिँ नेपाली जनताहरूले चाहिँ हामी एक ठाउँ आएर एक साथ रहेर हामीले चाहिँ अब यो अभियानमा 15 गतेको अभियानलाई चाहिँ हामीले एकदम हातमा साथ राखेर हामीले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ र सबैजना एकजुट भएर यो 15 गते सबै नागरिकहरू उपस्थित हुनुहोला, हामीलाई साथ दिनुहोला भन्दै मेरो 2 शब्द यहाँ अन्त्य गर्दछु। धन्यवाद। साई युवा शक्ति नेपालले नागरिक अभियानले यही 15 गते जनविद्रोहको कार्यक्रम राखेको एकैबद्धता सहित आज पत्रकार सम्मेलन गरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। विभिन्न संस्थाबाट आउनुभएका प्रतिनिधिहरूलाई राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको तर्फबाट जय राष्ट्रवादको अभिवादन गर्न चाहन्छु। हामी विगत लामो समयदेखि हाम्रा कुराहरू यो लुटतन्त्र मचाइरहेका राज्य सत्तामा बस्ने मान्छेहरूलाई सुन भन्यौ, उनीहरूले सुनेन। उनीहरूको भ्रष्टाचारले कान तालिएको थियो। हाम्रो पीडा त्यो गाउँ गाउँमा छटपटाइरहेका सरबारा भुइँ मान्छे, धराशायी भएका व्यवसायी उद्योगहरूको अवस्था हेर भन्यौ, तिनीहरू आँखा चिम्म गरेर अन्धो भएर बसेको थियो। हाम्रा आवाजहरू बोल, सम्बोधन गर भन्यौ, उनीहरूले बोलेन, किनकि उनीहरू सिंहदरबारमा जिउँदो लास बनेर बसेको थियो। त्यही सिंहदरबारको जिउँदो लास उठाएर आर्यघाटमा सेलाउनको लागि यही 15 गते जनविद्रोह हुँदैछ। त्यसको लागि साई युवा शक्तिहरू तयार भएर बस्नु होला। हामी यो लडाई अग्रगमन र प्रतिगमनको लडाई होइन, देश बचाउने लडाई हो। देश अब सिद्धियो, नेपाली जनता सिद्धिए। यही गत फागुनमा 68,940 जनाले शरम स्वीकृति लिएर विदेशहरू युवा गए। ती युवाहरूलाई यो देशमा राख्नको लागि लडाई हो। तपाईहरू तयारी रहनुहोस्। अब आज यो लुटतन्त्र बचाउनको लागि प्रतिगमनको विरुद्ध आन्दोलन गर्ने भनेका छन्। हिजो राजा महेन्द्रको पालामा 200 भन्दा बढी उद्योगहरू स्थापना भएका थिए। जब यो 35 वर्ष दलीय व्यवस्थाले यो राज्य सत्ता सञ्चालन गर्यो, त्यो 200 उद्योगहरू धराशायी भएर गए। अब भन्नुहोस्, तपाईहरू अग्रगमन र प्रतिगमनको यहीबाट प्रष्ट हुन्छ। आज सत्ता स्वार्थको लागि र लुटतन्त्र बचाउनको लागि सबै पार्टी मिल्ने अरे। हिजो 52 सालमा जनयुद्ध सुरु भयो। रोल्पा र रुकुमका सिधा मगर समुदायले बन्दुक बोके प्रचण्डज्यूलाई आफ्नो छातीमा गोली ठापेर तपाईको सुरक्षा गरे। अनि हामी अयोग्य भयौँ, त्यो क्यान्टोनमेन्टबाट हामी फालियौँ। अब त्यही अयोग्य लडाकुहरू योग्य भएर अब यो राज संस्था स्थापना वास्तविक लोकतन्त्र ल्याउनको लागि योग्य भएर काठमाडौँमा आएका छौँ। हामी शहीद हुन सक्छौँ, हामी मर्न सक्छौँ। किराँत बौद्ध सहित वैदिक सनातन हिन्दू राज्य राज संस्था स्थापनाको लागि हामी मर्न सक्छौँ। हामीले श्रीमतीलाई भनेर आएका छौँ, बुढो बाउलाई भनेर आएका छौँ, म नफर्किन सक्छु। मेरो लासमा हाँसी हाँसी मरे भने यो व्यवस्था अन्तर राज संस्था स्थापनाको लागि म मरे भने एउटा फुलले मलाई बिदाई गर्नु, होइन भने म घर फर्किने छैन। जबसम्म यो लुटतन्त्रको अन्त हुँदैन, वास्तविक जनताको लोकतन्त्र स्थापना हुँदैन, मैले अब काठमाडौँ छोड्दैन। अब यहाँका काठमाडौँका नेवार समुदायहरू उठ्नुहोस्, भक्तपुरका नेवार समुदायहरू उठ्नुहोस्, ललितपुरका नेवार समुदाय उठ्नुहोस् र यहाँबाट बाहिरबाट व्यापार गर्न आएका व्यवसायी साथीहरू, तपाईलाई आज राज्यले कपडा नलाएको नाङ्गो बनाइदिएको छ। कति दिनसम्म आफ्नो पीर व्याथा सहेर बस्नुहुन्छ? आउनु सडकमा एकचोटि लडौँ। यो लडाई हामीले जितेपछि बल्ल तपाईहरू यो नेपालमा बस्न सक्नुहुन्छ, नभए तपाईहरू यो नेपालमा बस्ने अवस्था छैन। र हामी आज विभिन्न क्षेत्रबाट राजावादी भनिरहँदा सबै अब एउटा नेपाली झन्डा मुनि आएर राष्ट्रवादी बनाऊ। मैले हेरेँ कमल थापाज्यूले हाम्रो 15 गतेको आन्दोलनलाई
घर बसेर नैतिक समर्थन गर्ने गरे अनि आन्दोलनले विजय प्राप्त गर्यो भने बल्ल हाम्रो आन्दोलनमा आउने। त्यस्तो हुँदैन। तपाईँ प्रत्यक्ष संलग्न हुनुहोस् यदि वास्तविक तपाईँ राजावादी र राष्ट्रवादी हो भने। होइन भने घर बसेर नैतिक समर्थनले चल्दैन। राजेन्द्र लिङ्गदेउलाई के भन्न चाहन्छु भने उहाँले 26 गते काठमाडौँमा सभा गर्ने रे, वैशाख 7बाट अनिश्चितकालीन आन्दोलन गर्ने रे। तपाईँलाई 15 गते आउन कुन शक्तिले रोकेको छ त्यो जनताहरूले छर्लङ्ग बुझिसकेका छन्। होइन भने तपाईँ यही 15 गतेबाट आन्दोलनको घोषणा गर्नुहोस्। तपाईँलाई नेता मान्न तयार छौँ। होइन भने तपाईँलाई यी जनतालाई गुमराह पार्नुभयो भने, यी राष्ट्रवादी शक्तिलाई तपाईँले गुमराह पार्नुभयो भने तपाईँकै समुदायबाट तपाईँ नाङ्गिनु हुनेछ। यो मैले चेतावनी दिन चाहन्छु। र सबै राष्ट्रवादी शक्तिहरू, सबै युवाहरू, अब यो देश युवाले बनाउने हो। हिजोसम्म तपाईँलाई राजनीतिक पार्टीले प्रयोग गर्यो 35 वर्षसम्म तपाईँहरू कहाँ कहाँ अल्मलिनु भयो। अब वास्तविक युवाहरू आउनुहोस्। अहिले त मैले के भन्न चाहन्छु भने आफ्नो निजी स्वार्थ, यो बेला आफ्नो कमाइमा रमाउने, विदेशमा रमाउने, दुनियाँ मोज मस्तीमा रमाउने युवाहरू त्योभन्दा माथि उठेर जुन साई युवा शक्तिले यो कार्यक्रम गरेको छ, यो साई युवा शक्तिमा तमाम युवाहरू जोडिनुहोस्। तपाईँको भविष्य यसैमा छ र परिवर्तनमा छ। त्यो परिवर्तनको लडाइँमा अब सबै युवाहरू एक ठाउँमा आएर आफ्ना तिता मसिना सबै कुराहरू छोडेर वास्तविक लोकतन्त्र स्थापनाको लागि सबै युवा शक्ति, सबै राष्ट्रवादी शक्ति नेपालको झन्डा मुनि आएर यो आन्दोलनको लडाइँ लडौँ, विजय प्राप्त गरौँ, यो लुटतन्त्रको अन्त गरौँ, वास्तविक लोकतन्त्र स्थापना गरौँ। वास्तविक नेपाली समुदायको हक अधिकार राष्ट्र संस्थाले मात्र दिन सक्छ। किनभने हिजो आज मलाई मगरको राज्य खोस्यो भन्छन्। मेरो बा 2003 सालमा जन्मेको, मेरो बुवा जैसी हुनुहुन्थ्यो, उहाँले टम्सुक लेख्नुहुन्थ्यो, उहाँले चिना बनाउनुहुन्थ्यो र चिना हेर्नुहुन्थ्यो। यदि पढ्न नपाएको भए त्यही राजाको पालामा अहिले हामी 18 वर्षपछि पासपोर्ट बनाएर विदेश हिँड्नु परेको छ। त्यही राजाको पालामा गुल्मीको फार्सेको श्रीप्रसाद पुन मन्त्री भएका थिए। अहिले यो गणतन्त्रको पालामा हामी पासपोर्ट बोकेर अरबको खाडीमा जानु परेको छ। त्यस कारणले पनि बुझ्नुहोस् राष्ट्र संस्था कस्तो थियो भनेर। हामी मगर समुदायहरू त्यति बेला जिम्माल थियौँ। म जिम्मालको छोरो हो, मुखिया थियौँ, थरी काम गर्थ्यौँ। हामीले गाउँका राज्य सत्ताहरू सञ्चालन गर्दा हाम्रो अधिकार थियो, हाम्रो अग्राधिकार थियो। आज ती सबै अधिकार मगरात राज्यको नाममा, थारुहात राज्यको नाममा, लिम्बुवान राज्यको नाममा यी कम्युनिस्टहरूले तपाईँ हामीलाई लडाएर आफ्नो लुटतन्त्र जोगाइरहेको छ। त्यस कारणले अब सबै जनजातिहरू, सबै भाषीहरू, सबै महिला दिदीबहिनीहरू, सबै युवाहरू सचेत हुँदै अब आउने यो 15 गतेको जनविद्रोहमा सबै यो काठमाडौँको चोक चोकबाट, नाका नाकाबाट तपाईँहरू जुलुसमा सहभागी भएर यी नेताहरूलाई जबसम्म आर्यघातमा लगाएर अन्त्येष्टि गरिँदैन तबैसम्म तपाईँ हाम्रो दिन फर्किँदैन। त्यही भन्दै सम्पूर्ण नेपाली जनसमुदायलाई, सम्पूर्ण राष्ट्रको जनसमाजलाई त्यस दिनको लागि आइदिनुको हार्दिक अनुरोध गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय राष्ट्र, जय नागरिक।